नमस्कार, म प्रियङ्का पुराथोकी। आज सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योगको बारेमा 2-4 शब्द भन्न गइरहेको छु। योग अर्थात् यो संस्कृत शब्दबाट आएको हो, जसको अर्थ जोड्नु शरीर, मन र आत्माको मिलन। यो भारतको प्राचीन सांस्कृतिक सम्पदा हो। यस मार्फत हजारौं ऋषिमुनिहरूले आफ्नो आत्मज्ञान प्राप्त गरेका थिए। अहिले पनि पतञ्जलिद्वारा प्रणीत योग सूत्र मूल माध्यम मानिएको छ। योग अभ्यासले मानिसको स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउँछ। योगले शरीर लचिलो, पाचन प्रणाली, रक्त सञ्चार प्रणाली तथा अङ्गहरूलाई सशक्त बनाउन मद्दत पुर्याउँछ। प्राणायाम तथा ध्यानले मानिसको रिस, तनाव, चिन्तालाई हटाएर मानसिक एकाग्रता, सन्तुलनता, अनुशासित र एकाग्रतालाई बनाउँछ। पृथ्वी एक सजीव प्राणी हो, जसको सन्तुलनमा सम्पूर्ण जीवनको अस्तित्व निर्भर छ। आजभोलि मानिसहरूले आफ्नो नकारात्मक गतिविधिहरूको कारणले प्राकृतिक सम्पदाहरूलाई नष्ट गरिरहेका छन्। योगले मानिसलाई प्रकृतिप्रतिको संवेदनशीलता र दायित्वबोध जागृत गराउँछ। योगले सादा जीवन उपभोग र जीवनशैलीमा सकारात्मक सोच्न प्रेरित गर्छ, जसको कारणले प्रकृति स्रोतहरूको संरक्षण हुन्छ। जब मानिसहरूले प्रकृतिलाई एउटा उपयोग गर्ने वस्तु मात्र नभई सजीव प्रणालीको रूपमा लिने गर्छ, तब मानिसहरू प्राकृतिक स्रोतहरूको संरक्षण गर्न प्रेरित हुन्छ। संयुक्त राष्ट्र सङ्घले 2014 मा जुन 21 गते योग दिवस घोषणा गरेको थियो, जुन दिन संसारका सबै मानिसहरूले एकसाथ योग अभ्यास गर्ने गरेका छन्। कलेज, विद्यालय, सामाजिक संस्थाहरूले योगको बारेमा जनचेतनाहरू पनि फैलाइरहेका छन्। जब मानिस स्वस्थ हुन्छ तब समाज स्वस्थ बन्छ। समाज स्वस्थ भयो भने राष्ट्र बलियो बन्छ। राष्ट्र बलियो भयो भने पुरा पृथ्वी नै संरक्षण हुन्छ। त्यसैले योगलाई आफ्नो जीवनशैलीमा राख्ने गरौँ र आफू पनि स्वस्थ रहौँ र पृथ्वीलाई पनि संरक्षण गरौँ। धन्यवाद।